तपाईले कहिले सोच्नु भएको छ माइक्रोवेभमा राखेको खाना केही मिनेटमै यति छिटो कसरी तात्छ? त्यसको पछाडि आगो होइन, विद्युतीय चुम्बकीय तरङ्गको विज्ञान हुन्छ। माइक्रोवेभ ओभनले विशेष प्रकारका रेडियो तरङ्ग अर्थात् माइक्रोवेभ उत्पादन गर्छ। ती तरङ्गले खानाभित्र रहेका विशेष गरी पानीका अणुहरूलाई तीव्र रूपमा चलायमान बनाउँछ। अणुहरूको यो गति बढ्दै जाँदा विद्युतीय चुम्बकीय ऊर्जा ताप ऊर्जामा रूपान्तरण हुन्छ र खाना तात्न थाल्छ। रोचक कुरा के छ भने आगोले बाहिरबाट खाना तताउँछ, तर माइक्रोवेभले त्यसको विपरीत विद्युतीय चुम्बकीय ऊर्जा मार्फत खानाभित्रै ताप उत्पन्न गर्न मद्दत गर्छ र खाना तात्छ। अब तपाईलाई लाग्न सक्छ यदि यसले रेडियो तरङ्ग प्रयोग गर्छ भने यसले खाना मात्र किन तताउँछ? यसको कारण माइक्रोवेभ ओभनको विशेष आवृत्ति र संरचना हो। सबैभन्दा रोचक कुरा अझै बाँकी छ। माइक्रोवेभ ओभन खाना तताउने उद्देश्यले आविष्कार गरिएको नै थिएन। सन् 1940 को दशकमा अमेरिकी इन्जिनियर पर्सी स्पेन्डर राडर प्रविधिसँग सम्बन्धित उपकरणमा काम गरिरहेका थिए। त्यही क्रममा उनको खल्तीमा राखिएको चकलेट चाहिँ अचानक पग्लियो। उनले वरिपरि हेरे र सोचे आखिर चकलेट किन पग्लियो? त्यसपछि उनले प्रयोग गर्न थाले र थाहा पाए राडारमा प्रयोग हुने माइक्रोवेभले खाना तताउन सक्दो रहेछ। अर्थात् एउटा अनपेक्षित घटनाबाट सुरु भएको प्रयोग आज संसारभरका भान्सामा प्रयोग हुने प्रविधि बनेको छ। मानव सभ्यताका धेरै ठूला आविष्कार योजना अनुसार मात्र भएका छैन, कहिलेकाहीँ एउटा संयोगले पनि संसार बदलिदिन्छ। यदि पर्सी स्पेन्सरको खल्तीमा त्यो दिन चकलेट नभएको भए माइक्रोवेभको इतिहास कस्तो हुन्थ्यो? तपाईलाई के लाग्छ? कमेन्टमा अवश्य लेख्नुहोस्। यस्ता विज्ञान र प्रविधिका रोचक तथ्यहरूका लागि थिङ्क नेपाललाई फलो, सब्स्क्राइब, लाइक गर्न नभुल्नुहोला। धन्यवाद।